तपाईहरु के गर्नुहुँदैछ आमा आनन्द आइरहेको छ आज मेरो दिदीले अहिले यति टाढा ल्याउनु भएको छ यस्तो दामी जग्गामा हेर्नु न यहाँनिर आगो जलेको है चिसो छ मतलब जुनको महिनामा यस्तो वेदर पाउनु चाहिँ अब होइन अनि अब हामी आनन्द आइरहेको छ हजुर हामी अब घरबाट हिँडेको 3 दिन भयो यति मजा आइरहेको छ खै म त अब बिहान गर्नु सक्दिनँ यो कुरालाई हो कसरी बिहान गर्नु मम्मीलाई कस्तो मजा आइरहेको छ मम्मी मजा आइरहेछ रमाइलो ठाउँ छ यस्तो ठाउँ त कहिले बस्न पाइँदैन होला बस्न त तर एकदम राम्रो ठाउँमा ल्याएको छ छोराले घुमाउन बुहारीले रमाइलो लागिरहेछ हो चिसो पनि चिसो छ है मम्मी चना चटपटी खानेछु ओ माई गॉड बेबी चाहिँ त्यहाँ अब बेबीले वाट के अरे उयो गर्नुहुँदैछ है तपाईँ अब त्यहाँ बनाउनु आँट्नुभएको छ सार्थक चाहिँ भित्र साथीहरूसँग गेम खेलिरहेछ जग्गुजीमा त आज नबस्ने भोलि मात्रै बस्नु जग्गुजीमा अन्त हेर्नु न आज क्लाइमेट चाहिँ कस्तो छ भन्नु न तातो। यस्तो बान्ने खालको छ भनेपछि एहसास गर्नुहोस् जुनको महिनामा हामी कस्तो जग्गामा चाहिँ आएको छौँ अब हो हेर्नु न अब यस्तो तातो अन्त यस्तो जलाउने जग्गा भने चाहिँ सोचिहाल्नुहोस् कस्तो होला कस्तो चाहिँ होला बेबी के बनाउनु भएको यो हो हाम्रो अचार यो स्यालेड होइन यो पनि अर्को स्यालेड यो हाम्रो वाइन बेबीले ल्याइदिनु भएको अनि हाम्रो मकै पाक्दै मकै भनेपछि के अरे बेबी यो चिकन एन्ड पोर्क पाक्दै अनि भेकेसन आमा के खेलेको क्या मजा आएको छ नि नानी यहाँ मजा आउँदैछ रुख चाहिँ यत्रो अग्लो है यो चाहिँ गुड मर्निङ सबैजनालाई अब फेरि हामी जाँदैछौँ के अरे अब हामी एयरबिएनबीबाट बिदा लस एन्जलस आमालाई मम्मीलाई हामी सबैजना जाँदैछौँ माया लाग्यो घर
हामी आज ल मम्मी लु कस्तो लाग्यो तपाईँहरूलाई मम्मी आमा यहाँको मनोरञ्जन हेर्दाखेरि प्राकृतिक मनोरञ्जन हेर्दा कस्तो दामी परमेश्वरले सृष्टि गर्नुभएको वाह छ हौ वाह छ है आमा यहाँको वातावरणलाई चाहिँ मैले माने यहाँ चाहिँ परमेश्वरको साँच्ची नै ब्लेसिङै बसेको जग्गा होला यति राम्रो के भन्नु र अब यहाँ हेर्नु न त्यहीँनिर अब जुनको महिनामा त्यहाँनिर आइस छ अब यहाँनिर यस्तो भ्यू छ भने नि त यो परमेश्वरले चाहिँ एउटा आशिष दिएको आशिषै छ सृष्टि चाहिँ बसाएकै हो यो जग्गामा हामी देख्दाखेरि बेबी कहाँ छ अहिले हामी We're in the middle of Death Valley area. सबैजना के छ पछाडि आराम आइरहेको छ पछाडि आज घर जानुको लागि कतिको खुसी छ एक्साइटेड घर कहिले अस्ति घुम्नु कहिले पुग्नु भएको थियो अहिले घर कहिले त्यहाँ पनि रहेछ टेक
a car wash. हाम्रो कहाँ अर्को हुन्छ यस्तो कफी बचाउँदा बचाउँदा भइसक्यो पिचोकै अब यसले यो अहिले माथि हाल्यो नि यसले त्यो किराहरू अब सबै निकाल्छ क्या भइरहेछ अस्ति भन्दा यो राम्रो लाग्यो यस्तो फोर्स त थिएन किन अस्ति यस्तो चाहिँ थिएन अहिले चाहिँ राम्रो रहेछ यो धेरै राम्रो रहेछ अस्तिको त यतिको फोर्स कहाँ थियो त अनि हाल्दै खाँदै गरेर आएर खानुहुन्छ कि भनेर आइपुग्न आँट्यो के भन्नु चाहिँ अब त मजा आएको छ आइपुगिहाल्यो घरको छेउमा अब हो घुम्दै फिर्दै फेरि आफ्नो घर कस्तो मजा आयो पालि एकदम हाम्रो मजा आयो है कस्तो मजा आयो 6 दिन बितेको पत्तै चलेन रमाइलो गर्यो है धेरै अनि कस्तो आनन्द आयो कस्तो आनन्द आयो खाँदै आइपुग्यो अब त यहाँ कस्तो राम्रो थियो खाना राम्रो थियो खाना ट्रिप राम्रो थियो गाडीमा मजा आइरहेको छ है मजा आउँदैछ गीत सुन्दैछ मजा आइरहेको छ रमाइलो भयो इन्ट्रेस्टिङ